ल यो चाहिँ उल्टो घर है। दमक झापादेखि चाहिँ अलिक माथि रहेको ठाउँमा करिब 1 घन्टाको बाइकको यात्रा पछाडि चाहिँ ठ्याक्क आइपुग्छ। यहाँ चाहिँ गाडी पनि उल्टो राखेको छ, घर पनि उल्टो छ, छाना मुनि छ, झ्याल पनि उल्टो छ, छाना पनि उल्टो छ, घर पनि उल्टो छ। यसलाई चाहिँ म भित्र प्रवेश गरेर देखाउँदैछु। ल ठ्याक्कसँगले यो चाहिँ किचन पनि सब उल्टो छ। यहाँ चाहिँ यहाँ बस्ने टेबलहरू पनि सब उल्टो छ हैन। बेड पनि उल्टो छ, फ्रिज पनि उल्टो छ, बोर्डहरू पनि उल्टो छ, ग्यासको चुल्हा पनि उल्टो छ हैन। यो भुइँ भयो, यी होल्डरहरू सब उल्टो छ। यो र्याक पनि उल्टो छ है, धारा पनि उल्टो छ, डाली पनि उल्टो छ। यसको चाहिँ घरको नामै उल्टो घर, सब उल्टो छ। यी टेबलहरू सब उल्टो छ। टोयलेट बाथरुम पनि उल्टो छ, मुनि हुनुपर्ने माथि छ है, उल्टो घर है। बेडहरू पनि सब उल्टो छ है। यहाँ चाहिँ बेडहरू पनि सब उल्टो छ। टेबलहरू, यता बस्ने आराम चेयर पनि उल्टो छ, सब उल्टो छ है यहाँ चाहिँ। ल स्विच बोर्डहरू पनि सब उल्टो, मुनिबाट है सबै सब उल्टो छ। यता चाहिँ गाडीहरू छ, गाडी पनि उल्टो झुन्डाइएको छ अनि यता ठाउँ यस्तो छ। भ्यू टावर पनि छ यहाँ विशेष। ल है डाइनोसर कडा छ यहाँ। अब यो भ्यू टावरबाट चाहिँ पुरै दमक बजार, उर्लादी बजार सब देख्न सकिन्छ है। ठ्याक्क देख्न सक्नुहुन्छ उल्टो घर।